आज म अरू बेला जस्तै नयाँ भिडियो लिएर उपस्थित भएको छु र यो भिडियोमा चाहिँ म आज चाहिँ जनरल भाउचर फर एडभान्स ट्रान्जेक्सनको बारेमा केही कुराहरू गर्नेछु। हाम्रो सरकारी कार्यालयहरूमा के हुन्छ भन्दाखेरि कुनै पनि सामानहरू किन्नु पर्नेछ अथवा भाडा तिर्नु पर्नेछ अथवा कुनै पनि खर्च गर्नु पर्नेछ, त्यो खर्च गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि कुन प्रोसेसमा हुन्छ भन्दाखेरि चाहिँ सुरुमा स्टाफलाई चाहिँ हामीले के दिने गरेको छ, सुरुमा स्टाफलाई चाहिँ हामीले एडभान्स दिन्छौँ। सुरुमा के गरिन्छ, एडभान्स दिन्छौँ र त्यो एडभान्स दिँदाखेरि चाहिँ जर्नल एन्ट्री कसरी गर्ने, अब जस्तै मेसिनरी एन्ड टुल्स किनेको छ उसले अथवा उसले अरू कुरा किनेको छ हो, त्यो विभिन्न कुरा जे कुरामा उसले खर्च गरे तापनि उहाँले खर्च गर्नु भए पनि हामीले चाहिँ त्यसलाई कसरी इन्ट्री गर्ने, त्यो स्टाफले गरेको खर्चलाई कसरी इन्ट्री गर्ने भनेर चाहिँ हामी यहाँ सिक्न गइरहेको छौँ। र हाम्रो एक्सपेन्डिचरको बारेमा मैले अगाडिकै भिडियोमा मैले भनिसकेको छु र यो भिडियोमा चाहिँ म केवल जर्नल भाउचर फर एडभान्सको मात्रै कुरा गर्नेछु। हामीले गर्दाखेरि एडभान्स ट्रान्जेक्सन हामीले रेकर्ड गर्दाखेरि के गर्नुपर्ने हुन्छ, जस्ट एउटा सिम्पल क्वेसन लियौँ हामीले। र हाम्रो क्वेसन रहेको छ, एडभान्स गिभन टु खरिदार मिस्टर रमेश फर द पर्चेज अफ कम्प्युटर अफ ₹50,000। हामीले चाहिँ यहाँ के गरेछौँ भन्दाखेरि एडभान्स दिएको छौँ कसलाई, मिस्टर खरिदारलाई। खरिदार मिस्टर रमेश फर द पर्चेज अफ कम्प्युटर किन्नको लागि हामीले यहाँ कति एडभान्स दिएको छौँ, 50,000 रुपियाँ एडभान्स दिएको छौँ कम्प्युटर किन्नको लागि। अब के गर्नुपर्छ भन्दाखेरि हामीले अब हाम्रो जर्नल भाउचरमा अब एडभान्स दिँदाखेरिको रेकर्ड गर्ने हाम्रो प्रोसेस अथवा फर्मेट चाहिँ के हो त भन्दाखेरि चाहिँ सुरुमा हामी के लेख्छौँ, डेबिट लेख्छौँ। डेबिट पछाडि के लेख्ने, पोस्ट। यसको पोस्ट के हो, पोस्ट लेख्ने। पछाडि नेम अफ स्टाफको नाम के हो त्यो लेख्ने। त्यस पछाडि बजेट हेड नेम, यो कुरा चाहिँ मेन हुन्छ, हामीले बजेट हेड नेम चाहिँ छुटाउनु पर्ने हुन्छ। त्यो कुरा अहिले म कुरा गर्नेछु र त्यस पछाडि हाम्रो कुरा आउँछ एडभान्स। अनि त्यस पछाडि के दिएको हो भन्दाखेरि त्यो लेख्ने, यो भनेको एडभान्स दिएको हो, एडभान्स दिएको, त्यही भएर हामीले के लेख्ने, एडभान्स लेख्ने। र क्रेडिटमा के हुन्छ, हाम्रो डिडिसिओ टिएसए नै हुन्छ। डिडिसिओ टिएसए किन हुन्छ भन्दाखेरि हामी डिडिसिओ टिएसए को माध्यमबाट नै पे गर्ने हुन्छौँ, त्यही भएर क्रेडिटमा चाहिँ के हुन्छ, डिडिसिओ टिएसए हुन्छ। यहाँबाट पैसा जान्छ, डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट, के गयो, पैसा गयो। पैसा कहाँबाट जान्छ, ब्याङ्कबाट। अनि त्यो ब्याङ्कको साथ हामी के लेख्छौँ, अहिले डिडिसिओ टिएसए लेख्छौँ। त्यही भएर हामी यहाँ डिडिसिओ टिएसएलाई क्रेडिट गर्ने गरिरहेछौँ। र अब हामी यो क्वेसनको आधारमा चाहिँ यो कसरी गर्ने, एडभान्स दिने केस कसरी गर्ने भन्दाखेरि क्वेसनले उसले हामीलाई खुलाएर नै भनेको हुन्छ, एडभान्स गिभन टु खरिदार मिस्टर रमेश, जसलाई पनि दिए पनि उसको पोस्ट अनि नेमहरू खुलाएर नै भनेको हुन्छ। भनेको छैन भने केही फरक पर्दैन र त्यसको के को लागि खर्च गरेको त्यो पनि भनेको हुन्छ। यो केसमा के छ भनेको एडभान्स गिभन टु पोस्ट भनेको यो खरिदार नायब सुब्बाहरू भनेको पोस्ट हो। विद्यार्थी भाइ बहिनीहरू चाहिँ झुक्किएको म पाइरहेको हुन्छु नायब सुब्बामा। नायब सुब्बा भनेको पनि एउटा पोस्ट हो। नायब सुब्बा भनेको नि पोस्ट हो। र अब यो केसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले एडभान्स गिभन, यहाँ पोस्टको ठाउँमा के लेख्ने, डेबिट लेख्ने। पोस्टको ठाउँमा के लेख्नुपर्छ हामीले, खरिदार। नेम अफ स्टाफमा के लेख्ने हामी, नेम अफ स्टाफमा के लेख्नुपर्छ भन्दाखेरि हामीले मिस्टर रमेश। बजेट हेड नेममा अब हामीले के को लागि हामीले एडभान्स दिएको, भन्दाखेरि हामीले कम्प्युटर किन्नको लागि एडभान्स दिएको। र अब तर हामीले यहाँ बजेट नेममा चाहिँ हामीले कम्प्युटर लेख्न चाहिँ मिल्दैन। र कम्प्युटर भनेको केमा पर्छ त्यो हामीले थाहा हुनुपर्ने हुन्छ। र कम्प्युटर भनेको केमा पर्छ, मसिनरी एन्ड टुल्स। केमा पर्छ अरे, मसिनरी एन्ड टुल्स। मसिनरी र टुल्स र स्टेसनरीमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू कन्फ्युज भएको म पाउँछु। यसमा केले छुट्याउँछ भन्दाखेरि 1 वर्ष अथवा 2 वर्ष भन्दा धेरै चल्ने सामानहरू हैन, चल्ने सामान जस्तै पेन ड्राइभहरू भयो र 5,000 भन्दा कम्तीमा कुनै सामानहरू छ भने त्यस्तो सामानहरूलाई चाहिँ हामी स्टेसनरीमा हाल्ने। र 5,000 भन्दा माथिको त्यो
लाइफ स्प्यान चाहिँ त्यति भएको चाहिँ 2 अथवा 1 अथवा 2 भन्दा धेर वर्ष लाइफ स्प्यान भएको चाहिँ कुनै पनि मसिनरी अथवा टुल्स छ भने चाहिँ त्यसलाई चाहिँ हामी मसिनरी एन्ड टुल्समा हाल्ने गर्छौँ। 5000 भन्दा कम्ती छ भने चाहिँ स्टेसनरीमा हाल्ने गर्छौँ। र अब यहाँ बजेट नेममा हामी के हाल्नु पर्ने हुन्छ, कम्प्युटर। कम्प्युटर भनेको केमा हाल्नु पर्ने भयो, मसिनरी एन्ड टुल्स, मसिनरी एन्ड टुल्स। त्यस पछाडि हाम्रो क्वेसनले के छ, एडभान्स भनेर लेखेको छौँ र हामी पैसामा कति हाल्छौँ, हामी यहाँ 50,000 र डिडिसिओ टिआरसी भने हामी अमाउन्ट कति नै हाल्छौँ, त्यही 50,000 नै हाल्छौँ। र हामीले अब न्यारेसन लेख्नु पर्ने छ। न्यारेसन लेख्दा के लेख्ने भन्दाखेरि बिङ being advance given to Mr. Ramesh for the purchase of machinery and tools. मसिनरी एन्ड टुल्स भनेर लेखिने अनि सकिन्छ। हाम्रो यो ट्रान्ज्याक्सन हाम्रो एडभान्स गिभनको ट्रान्ज्याक्सन सक्यो। र त्यस पछाडि हाम्रो एडभान्स क्लियर गर्दाखेरि हाम्रो चाहिँ 5 वटा चाहिँ डिफरेन्ट के भन्नु, डिफरेन्ट वेजहरू हुन्छन्। 5 वटा छन् हाम्रो डिफरेन्ट टाइप्सहरू हुन्छन्, डिफरेन्टली डिल गर्नुपर्ने। सुरुमा भनेको चाहिँ एडभान्स दिँदाको त भयो। अब एडभान्स क्लियर गर्दा, एडभान्स दिन किन दिन्छ, कुनै पनि सामानहरू किन्न। र क्लियर चाहिँ कतिखेर हुन्छ, त्यो सामान किनेपछि अथवा पैसा फिर्ता गरेपछि चाहिँ एडभान्स क्लियर हुन्छ। र यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले एडभान्स क्लियर गरिराखेको छौँ। र यहाँ के छ, while clearing advance, क्लियर गर्दाखेरि हाम्रो 5 वटा डिफरेन्ट टाइप्स छन्। त्यो डिफरेन्ट टाइप्सको बारेमा म भन्ने नै छु। सुरुमा हाम्रो सुरुमा के हुन्छ भन्दाखेरि when the whole amount is returned by the staff, when the whole amount is returned by the staff, जब स्टाफले के गर्छ, उसले लिएको एडभान्स, हामीले एडभान्स के को लागि दिएको थियौँ, हामीले एडभान्स दिएको थियौँ यहाँ कम्प्युटर किन्नको लागि। कति दिएको थियौँ, 50,000। तर केही कारणवश उसले चाहिँ कम्प्युटर किनेन। कम्प्युटर किन्न गएको थियो, जेनजीको आन्दोलन भयो, सबै तस नस भयो। अब उसले कम्प्युटर किन्नु त किनेन, उसले के गर्छ, त्यो पैसा फिर्ता गरिदिन्छ। हो, त्यति बेला चाहिँ कुन हामीले गर्ने भन्दाखेरि यो एडभान्स दिँदाको जस्तो ट्रान्ज्याक्सन हो त्यसलाई जस्ट पल्टाइदिनु पर्छ। हामीले भनेको डेबिटमा भएको क्रेडिटमा लेख्ने, क्रेडिटमा भएको डेबिटमा लेख्नु पर्ने हुन्छ। त्यसो गर्दाखेरि हामीले के हुन्छ, डिडिसिओ टिआरसी नै हुन्छ यहाँ। र अमाउन्ट चाहिँ त्यही 50,000 नै हुन्छ। र यहाँ पनि के हुन्छ, पोस्टमा हामीले यहाँ के लेख्नु पर्ने हुन्छ, खरिदार नाममा भनेको मिस्टर रमेश, बजेट नेममा के लेख्नु पर्ने हुन्छ, हामीले कम्प्युटर त लेख्नु भएन, हामीले के लेख्नु पर्ने हुन्छ, मसिनरी एन्ड टुल्स लेख्ने। अब यहाँ बजेट नेममा के लेख्ने अरे, मसिनरी एन्ड टुल्स। र हाम्रो एडभान्स के गरेको, क्लियर गरेको, त्यही भएर हामीले के लेख्ने, एडभान्स क्लियर लेख्ने। र एउटा छुटाउने नहुने कुरा चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ मसिनरी एन्ड टुल्सको बजेट हेड नम्बर पनि लेख्नु पर्ने हुन्छ। र बजेट हेड नम्बर चाहिँ एकदम नै इम्पोर्टेन्ट हुन्छ, 31122। मसिनरी एन्ड टुल्सको बजेट हेड नम्बर यही रहेको छ। र बजेट हेड नम्बर चाहिँ लेख्न चाहिँ नबिर्सिनु होला, यो भनेको चाहिँ धेरै धेरै इम्पोर्टेन्ट छ बजेट हेड नम्बर। र त्यस पछाडि आउँछ क्लियर गर्दा पनि लेखिदिनु होला बजेट हेड नम्बर, डिडिसिओ टिआरसी, पोस्ट सबै लेख्नु होला। अनि त्यसरी यो भने चाहिँ के हो भन्दाखेरि उसले सामान नकिनी फिर्ता गर्दाखेरिको केस भयो। र सेकेन्ड केस चाहिँ के छ भन्दाखेरि when the bill amount is equal to the advance amount। अब के हुन्छ, सामान किन्न जाँदाखेरि हाम्रो 3 टा हुन सक्छ। एउटा भनेको चाहिँ सामानको दाम आफूसँग जति पैसा छ त्यति पर्छ, अथवा त्यो भन्दा धेर पर्छ अथवा थोर पर्छ। र त्यो 3 टा केस कसरी डिल गर्ने भनेर म तपाईलाई अब चाहिँ भन्ने गइरहेको छु। सुरुमा कुन केस गरौँ भन्दाखेरि हामीले जब बिल अमाउन्ट इक्वल टु द एडभान्स अमाउन्ट, बिल अमाउन्ट भनेको चाहिँ कम्प्युटरको दाम, हामी कम्प्युटर किन्न कति पैसा लिएर गएको थियौँ, 50,000।
कति लिएर गएको थियौं 50,000 र कम्प्युटरलाई कति पर्यो 50,000। त्यो केस भनेको चाहिँ बिल अमाउन्ट भने चाहिँ कम्प्युटरको एक्चुअल दाम र एडभान्स अमाउन्ट भने चाहिँ जुन पैसा हामीले लिएर कम्प्युटर किन्न गएका थियौं त्यो पैसा चाहिँ भनेको चाहिँ हाम्रो एडभान्स अमाउन्ट हो। र बिल अमाउन्ट र हाम्रो बिल अमाउन्ट र एडभान्स अमाउन्ट चाहिँ इक्वल हुँदा के गर्नुपर्छ भन्दाखेरि सुरुमा डेबिट बी, अब यहाँ के हुन्छ बजेट हेड नेम बजेट हेड नेम हुन्छ। बजेट हेड नेम के हो हामीले के किन्न गएको थियौं कम्प्युटर। अब कम्प्युटर किन्दाखेरि हामीले के लेख्नु पर्ने हुन्छ कम्प्युटर डाइरेक्ट लेख्न मिल्दैन त्यसकै कारण हामी के लेख्छौं यहाँ मसिनरी एन्ड टुल्स लेख्छौं। अनि त्यसको बिल अमाउन्ट अब हाम्रो बिल अमाउन्ट अब हामीलाई यो केसमा चाहिँ के छ भन्दा यो कस्तो केस हो भन्दाखेरि चाहिँ त्यो केस चाहिँ हामीले आफै छुट्याउनु पर्ने हुन्छ। अब बिल अमाउन्ट चाहिँ कति दिएको छ त्यो क्वेशनले दिएको हुन्छ। अब जस्ट इमेजिन गरौँ यो यसमा चाहिँ बिल अमाउन्ट चाहिँ हाम्रो कति छ 50,000 नै छ 50,000 नै छ। अनि एडभान्स अमाउन्ट पनि हाम्रो कति नै छ एडभान्स अमाउन्ट पनि 50,000 नै छ है। अब यहाँ हामीले डेबिटमा बी लेख्ने मसिनरी एन्ड टुल्स अनि यसको बजेट हेड नम्बर लेख्न नबिर्सिनु होला। अनि पोस्ट लेख्ने पोस्टमा खरिदार लेख्नुहोस्। नेम अफ द स्टाफमा के लेख्ने स्टाफको नाम के छ यहाँ रमेश कि महेश छ रमेश नै छ रमेश लेख्नुहोस्। त्यसपछि अनि बजेट हेड नेममा के लेख्नु पर्ने हुन्छ हामीले यहाँ मसिनरी एन्ड टुल्स र यहाँ के लेख्ने एडभान्स क्लियर्ड। यो गर्दाखेरि चाहिँ हाम्रो एडभान्स क्लियर्ड को केस हुन्छ। एउटा केस भयो यो कुन केस हो भन्दाखेरि चाहिँ हाम्रो जब एडभान्स अमाउन्ट र बिल अमाउन्ट चाहिँ इक्वल हुन्छ। र अरु दुईटा केस छन् त्यो अरु केसमा चाहिँ के हुन्छ भन्दाखेरि तिनीहरुमा चाहिँ बिल अमाउन्ट र एडभान्स अमाउन्ट चाहिँ इक्वल हुँदैन। त्यो नभएको केसमा हामीले के गर्नुपर्ने हुन्छ त भनेर म तपाईहरुलाई अब चाहिँ भन्छु ल। एडभान्स अमाउन्ट र यो केसहरुमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यो केसमा के भएको छ भन्दाखेरि फर्स्टको केसमा यो 3 नम्बरको केसमा के छ भन्दाखेरि when the bill amount is more than the advance amount bill amount is more than advance amount भनेको के हो त bill amount is more than advance amount भनेको यो सिम्पली बुझ्दाखेरि के हो भन्दाखेरि हामीले कम्प्युटर किन्नको लागि पैसा कति बोकेको थियौं र कम्प्युटरको एक्चुअल दाम कति पर्यो कम्प्युटरलाई किन्नको लागि हामीले कति बोकेको थियौं 50,000 तर कम्प्युटरको प्राइस चाहिँ कति पर्यो 60,000 एकछिनको लागि मानिलौं कम्प्युटरको दाम कति पर्यो 60,000 भनेपछि हाम्रो एडभान्स अमाउन्ट भन्दा बिल अमाउन्ट चाहिँ धेर भयो कि भएन हो। यो केस यस्तो केस हुँदा चाहिँ हामीले कसरी डिल गर्ने भनेर चाहिँ हजुरलाई म यो भिडियोमा भन्छु। बिल अमाउन्ट धेर छ भनेपछि हामीले सुरुमा के गर्नुपर्ने हुन्छ डेबिट बी मेन कुराहरु के कुरा भन्दाखेरि विद्यार्थी साथीहरु तपाईहरुले गर्दाखेरि डेबिट लेख्नुहुन्छ र एडभान्स दिँदाखेरि यहाँ खरिदारको अगाडि पनि बीई लेखेको मैले पाएको हुन्छु धेरै पल्ट तर यस्तो चाहिँ कहिले नगर्नु होला। बी भने चाहिँ जब हाम्रो एक्सपेन्डिचर बजेट एक्सपेन्डिचरहरु हुन्छ खर्चहरु हुन्छ त्यति बेला मात्रै लेख्ने हो। त्यो चाहिँ कतिखेर लेख्ने अब लेख्ने। अब हामीले के को लागि पैसा तिरेको थियौं मसिनरी एन्ड टुल्स बजेट हेड नेममा के लेख्ने मसिनरी एन्ड टुल्स लेख्ने मसिनरी एन्ड टुल्स अनि यसको बजेट हेड नम्बर 31122 र बिल अमाउन्ट चाहिँ कति छ मानिलौं एकछिनको लागि 60,000 कति छ 60,000 र पोस्टमा के लेख्ने खरिदार नेम अफ स्टाफमा के लेख्नु पर्ने हुन्छ हामीले मिस्टर रमेश
र हाम्रो बजेट हेड नेम चाहिँ के हो भन्दाखेरि मसिनरी एन्ड टुल्स। के अरे मसिनरी एन्ड टुल्स अनि एडभान्स क्लियर। अब यहाँ चाहिँ के लेख्नुपर्ने हुन्छ हामीले एडभान्स अमाउन्ट लेख्नुपर्ने हुन्छ। एडभान्स अमाउन्ट सुरुमा दिएको जुन क्वेसनले दिएको छ हामीलाई यहाँ त्यो हो एडभान्स अमाउन्ट। हामीलाई एडभान्स अमाउन्ट र बिल अमाउन्ट दुईटै क्वेसनले दिएको हुन्छ र यहाँ चाहिँ भनेको एडभान्स अमाउन्ट कति छ हाम्रो क्वेसनमा 50,000 हो। 50,000 भयो र एक्सेस एक्सपेन्डिचर। अब एक्सेस एक्सपेन्डिचर चाहिँ कति भयो सुरुमा यो बुझ्नु भन्दाखेरि के बुझौँ भन्दाखेरि हामीले डेबिटको टोटल अमाउन्ट कति छ 60,000 अनि क्रेडिटको टोटल अमाउन्ट कति छ 50,000। डेबिट र क्रेडिट इक्वल छ त छैन नि होइन हो। अब हामी चाहिँ के गर्नुपर्ने के दिमाग लाउनु पर्ने हुन्छ भन्दाखेरि जुन साइडमा अमाउन्ट कम्ती छ के छ कम्ती छ त्यहाँ क्रेडिट लेख्ने जुन साइडमा छ। अब यहाँ कुन साइडमा अमाउन्ट कम्ती छ त अभियसली क्रेडिट साइडमा। क्रेडिट सुब्बा भनेको नि पोस्ट हो र अब यो केसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले एडभान्स गिभन यहाँ पोस्टको ठाउँमा के लेख्ने डेबिट लेख्ने पोस्टको ठाउँमा के लेख्नुपर्छ हामीले खरिदार। नेम अफ स्टाफमा के लेख्ने हामी नेम अफ स्टाफमा के लेख्नुपर्छ भन्दाखेरि हामीले मिस्टर रमेश। बजेट हेड नेममा अब हामीले के को लागि हामीले एडभान्स दिएको भन्दाखेरि हामीले कम्प्युटर किन्नको लागि एडभान्स दिएको र अब तर हामीले यहाँ बजेट नेममा चाहिँ हामीले कम्प्युटर लेख्न चाहिँ मिल्दैन र कम्प्युटर भनेको केमा पर्छ त्यो हामीले थाहा हुनुपर्ने हुन्छ र कम्प्युटर भनेको केमा पर्छ मसिनरी एन्ड टुल्स। केमा पर्छ अरे मसिनरी एन्ड टुल्स। मसिनरी र टुल्स र स्टेसनरीमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू कन्फ्युज भएको म पाउँछु। यसमा केले छुट्याउँछ भन्दाखेरि 1 वर्ष अथवा 2 वर्ष भन्दा धेरै चल्ने सामानहरू हैन चल्ने सामान जस्तै पेन ड्राइभहरू भयो र 5,000 भन्दा कम्तीमा कुनै सामानहरू छ भने त्यस्तो सामानहरूलाई चाहिँ हामी स्टेसनरीमा हाल्ने र 5,000 भन्दा माथिको त्यो लाइफ स्प्यान चाहिँ त्यति भएको चाहिँ 2 अथवा 1 अथवा 2 भन्दा धेरै वर्ष लाइफ स्प्यान भएको चाहिँ कुनै पनि मसिनरी अथवा टुल्स छ भने चाहिँ त्यसलाई चाहिँ हामी मसिनरी एन्ड टुल्समा हाल्ने गर्छौँ। 5,000 भन्दा कम्ती छ भने चाहिँ स्टेसनरीमा हाल्ने गर्छौँ। र अब यहाँ बजेट नेममा हामी के हाल्नुपर्ने हुन्छ कम्प्युटर भनेको केमा हाल्नुपर्ने भयो मसिनरी एन्ड टुल्स। मसिनरी एन्ड टुल्स। त्यस पछाडि हाम्रो क्वेसनले के छ एडभान्स भनेर लेखेको छौँ र हामी पैसामा कति हाल्छौँ हामी यहाँ 50,000 र डिडिसिओ टिआरसी भने हामी अमाउन्ट कति नै हाल्छौँ त्यही 50,000 नै हाल्छौँ र हामीले अब न्यारेसन लेख्नु पर्ने छ। न्यारेसन लेख्दा के लेख्ने भन्दाखेरि being advance given to Mr. Ramesh for the purchase of machinery and tools. मसिनरी एन्ड टुल्स भनेर लेखिने अनि सकिन्छ। हाम्रो यो ट्रान्ज्याक्सन हाम्रो एडभान्स गिभनको ट्रान्ज्याक्सन सक्यो र त्यस पछाडि हाम्रो एडभान्स क्लियर गर्दाखेरि हाम्रो चाहिँ 5 वटा चाहिँ डिफरेन्ट टाइप्सहरू हुन्छन् डिफरेन्टली डिल गर्नुपर्ने। सुरुमा भनेको चाहिँ एडभान्स दिँदाको त भयो। अब एडभान्स क्लियर गर्दा एडभान्स दिन किन दिन्छ कुनै पनि सामानहरू किन्न र क्लियर चाहिँ कतिखेर हुन्छ त्यो सामान किनेपछि अथवा पैसा फिर्ता गरेपछि चाहिँ एडभान्स क्लियर हुन्छ। र यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले एडभान्स क्लियर गरिराखेको छौँ र यहाँ के छ while clearing advance क्लियर गर्दाखेरि हाम्रो 5 वटा डिफरेन्ट टाइप्स छन्। त्यो डिफरेन्ट टाइप्सको बारेमा म भन्ने नै छु।
सुरुमा हाम्रो के टाइप सुरुमा के हुन्छ भन्दाखेरि when the whole amount is returned by the staff, when the whole amount is returned by the staff, जब स्टाफले के गर्छ उसले लिएको एडभान्स, हामीले एडभान्स के को लागि दिएको थियौं, हामीले एडभान्स दिएको थियौं यहाँ कम्प्युटर किन्नको लागि, कति दिएको थियौं 50,000, तर केही कारणवश उसले चाहिँ कम्प्युटर किनेन, कम्प्युटर किन्न गएको थियो, जेनजीको आन्दोलन भयो, सबै तहस नहस भयो, अब उसले कम्प्युटर किन्नु त किनेन, उसले के गर्छ त्यो पैसा फिर्ता गरिदिन्छ हो। त्यति बेला चाहिँ कुन हामीले गर्ने भन्दाखेरि यो एडभान्स दिँदाको जस्तो ट्रान्ज्याक्सन हो त्यसलाई जस्ट पल्टाइदिनु पर्छ हामीले, भनेको डेबिटमा भएको क्रेडिटमा लेख्ने, क्रेडिटमा भएको डेबिटमा लेख्नु पर्ने हुन्छ। त्यसो गर्दाखेरि हामीले के हुन्छ डिडिसिओ टिएसए नै हुन्छ यहाँ, र अमाउन्ट चाहिँ त्यही 50,000 नै हुन्छ। र यहाँ पनि के हुन्छ पोस्टमा हामीले यहाँ के लेख्नु पर्ने हुन्छ, खरिदार नाममा भनेको मिस्टर रमेश, बजेट नेममा के लेख्नु पर्ने हुन्छ हामीले, कम्प्युटर त लेख्नु भएन, हामीले के लेख्नु पर्ने हुन्छ मसिनरी एन्ड टुल्स लेख्ने। अब यहाँ बजेट नेममा के लेख्ने अरे मसिनरी एन्ड टुल्स, र हाम्रो एडभान्स के गरेको क्लियर गरेको, त्यही भएर हामीले के लेख्ने एडभान्स क्लियर लेख्ने। र एउटा छुटाउने नहुने कुरा चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ मसिनरी एन्ड टुल्सको बजेट हेड नम्बर पनि लेख्नु पर्ने हुन्छ, र बजेट हेड नम्बर चाहिँ एकदम नै इम्पोर्टेन्ट हुन्छ 31122, मसिनरी एन्ड टुल्सको बजेट हेड नम्बर यही रहेको छ, र बजेट हेड नम्बर चाहिँ लेख्न चाहिँ नबिर्सिनु होला, यो भनेको चाहिँ धेरै धेरै इम्पोर्टेन्ट छ बजेट हेड नम्बर। र त्यस पछाडि आउँछ क्लियर गर्दा पनि लेखिदिनु होला बजेट हेड नम्बर, डिडिसिओ टिएसए पोस्ट सबै लेख्नु होला। अनि त्यसरी यो भनेपछि के हो भन्दाखेरि उसले सामान नकिनी फिर्ता गर्दाखेरिको केस भयो। र सेकेन्ड केस चाहिँ के छ भन्दाखेरि when the bill amount is equal to the advance amount, अब के हुन्छ सामान किन्न जाँदाखेरि हाम्रो तीनटा हुन सक्छ, एउटा भनेको चाहिँ सामानको दाम आफूसँग जति पैसा छ त्यति पर्छ, अथवा त्यो भन्दा धेर पर्छ अथवा थोर पर्छ, र त्यो तीनटा केस कसरी डिल गर्ने भनेर म तपाईलाई अब चाहिँ भन्ने गइरहेको छु। सुरुमा कुन केस गरौँ भन्दाखेरि हामीले जब बिल अमाउन्ट इक्वल टु द एडभान्स अमाउन्ट, बिल अमाउन्ट भनेको चाहिँ कम्प्युटरको दाम, हामी कम्प्युटर किन्न कति पैसा लिएर गएको थियौं 50,000, कति लिएर गएको थियौं 50,000, र कम्प्युटरलाई कति पर्यो 50,000, त्यो केस भनेको चाहिँ बिल अमाउन्ट भनेको चाहिँ कम्प्युटरको एक्चुअल दाम, र एडभान्स अमाउन्ट भने चाहिँ जुन पैसा हामीले लिएर कम्प्युटर किन्न गएका थियौं त्यो पैसा चाहिँ भनेको चाहिँ हाम्रो एडभान्स अमाउन्ट हो। र बिल अमाउन्ट र हाम्रो बिल अमाउन्ट र एडभान्स अमाउन्ट चाहिँ इक्वल हुँदा के गर्नुपर्छ भन्दाखेरि सुरुमा डेबिट बी, अब यहाँ के हुन्छ बजेट हेड नेम हुन्छ। बजेट हेड नेम के हो, हामीले के किन्न गएको थियौं कम्प्युटर, अब कम्प्युटर किन्दाखेरि हामीले के लेख्नु पर्ने हुन्छ, कम्प्युटर डाइरेक्ट लेख्न मिल्दैन, त्यसकै कारण हामी के लेख्छौं यहाँ मसिनरी एन्ड टुल्स लेख्छौं। अनि त्यसको बिल अमाउन्ट, अब हाम्रो बिल अमाउन्ट हामीलाई यो केसमा चाहिँ के छ भन्दा यो कस्तो केस हो भन्दाखेरि चाहिँ त्यो केस चाहिँ हामीले आफै छुट्याउनु पर्ने हुन्छ। अब बिल अमाउन्ट चाहिँ कति दिएको छ त्यो पैसाले नै दिएको हुन्छ। अब जस्ट इमेजिन गरौँ यो यसमा चाहिँ बिल अमाउन्ट चाहिँ हाम्रो कति छ 50,000 नै छ, 50,000 नै छ। अनि एडभान्स अमाउन्ट पनि हाम्रो कति नै छ, एडभान्स अमाउन्ट पनि 50,000 नै छ है। अब यहाँ हामीले डेबिटमा बी लेख्ने मसिनरी एन्ड टुल्स, अनि यसको बजेट हेड नम्बर लेख्न नबिर्सिनु होला। अनि पोस्ट लेख्ने, पोस्टमा खरिदार लेख्नुहोस्, नेम अफ द स्टाफमा के लेख्ने, स्टाफको नाम के छ यहाँ रमेश कि महेश छ, रमेश नै छ, रमेश लेख्नुहोस्। त्यस पछाडि अनि बजेट हेड नेममा के लेख्नु पर्ने हुन्छ हामीले यहाँ मसिनरी एन्ड टुल्स, र यहाँ के लेख्ने एडभान्स क्लियर। यो गर्दाखेरि चाहिँ हाम्रो एडभान्स क्लियर को केस हुन्छ, एउटा केस भयो। यो कुन केस हो भन्दाखेरि चाहिँ हाम्रो जब एडभान्स अमाउन्ट र बिल अमाउन्ट चाहिँ इक्वल हुन्छ। र अरु दुईटा केस छन्, त्यो अरु केसमा चाहिँ के हुन्छ भन्दाखेरि तिनीहरुमा चाहिँ बिल अमाउन्ट र एडभान्स अमाउन्ट चाहिँ इक्वल हुँदैन। त्यो नभएको केसमा हामीले के गर्नुपर्ने हुन्छ त भनेर म तपाईहरुलाई अब चाहिँ भन्छु ल। एडभान्स अमाउन्ट
र यो केसहरुमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यो केसमा के भएको छ भन्दाखेरि फर्स्टको केसमा यो 3 नम्बरको केसमा के छ भन्दाखेरि when the bill amount is more than the advance amount. bill amount is more than advance amount भनेको के हो त? bill amount is more than advance amount भनेको यो सिम्पली बुझ्दाखेरि के हो भन्दाखेरि हामीले कम्प्युटर किन्नको लागि पैसा कति बोकेको थियौं र कम्प्युटरको एक्चुअल दाम कति पर्यो कम्प्युटरलाई किन्नको लागि हामीले कति बोकेको थियौं 50,000 तर कम्प्युटरको प्राइस चाहिँ कति पर्यो 60,000 एकछिनको लागि मानिलौं कम्प्युटरको दाम कति पर्यो 60,000 भनेपछि हाम्रो एडभान्स अमाउन्ट भन्दा बिल अमाउन्ट चाहिँ धेरै भयो कि भएन हो यो केस यस्तो केस हुँदाखेरि चाहिँ हामीले कसरी डिल गर्ने भनेर चाहिँ हजुरलाई म यो भिडियोमा भन्छु बिल अमाउन्ट धेरै छ भनेपछि हामीले सुरुमा के गर्नुपर्ने हुन्छ डेबिट बी मेन कुराहरु के कुरा भन्दाखेरि विद्यार्थी साथीहरु तपाईहरुले गर्दाखेरि डेबिट लेख्नुहुन्छ र एडभान्स दिँदाखेरि यहाँ खरिदारको अगाडि पनि बीई लेखेको मैले पाएको हुन्छु धेरै पल्ट तर यस्तो चाहिँ कहिले नगर्नु होला बी भने चाहिँ जब हाम्रो एक्सपेन्डिचर बजेट एक्सपेन्डिचरहरु हुन्छ खर्चहरु हुन्छ त्यति बेला मात्रै लेख्ने हो त्यो चाहिँ कतिखेर लेख्ने अब लेख्ने अब हामीले के को लागि पैसा तिरेको थियौं मसिनरी एन्ड टुल्स बजेट हेड नेममा के लेख्ने मसिनरी एन्ड टुल्स लेख्ने मसिनरी एन्ड टुल्स अनि यसको बजेट हेड नम्बर 31122 र बिल अमाउन्ट चाहिँ कति छ मानलौं एकछिनको लागि 60,000 कति छ 60,000 र पोस्टमा के लेख्ने खरिदार नेम अफ स्टाफमा के लेख्नु पर्ने हुन्छ हामीले मिस्टर रमेश र हाम्रो बजेट हेड नेम चाहिँ के हो भन्दाखेरि मसिनरी एन्ड टुल्स के अरे मसिनरी एन्ड टुल्स अनि एडभान्स क्लियर अब यहाँ चाहिँ के लेख्नु पर्ने हुन्छ हामीले एडभान्स अमाउन्ट लेख्नु पर्ने हुन्छ एडभान्स अमाउन्ट सुरुमा दिएको जुन पोजिसनले दिएको छ हामीलाई यहाँ त्यो हो एडभान्स अमाउन्ट हामीलाई एडभान्स अमाउन्ट र बिल अमाउन्ट दुईटै क्वेशनले दिएको हुन्छ र यहाँ चाहिँ भनेको एडभान्स अमाउन्ट कति छ हाम्रो क्वेशनमा 50,000 हो 50,000 भयो र एक्सेस एक्सपेन्डिचर अब एक्सेस एक्सपेन्डिचर चाहिँ कति भयो सुरुमा यो बुझ्नु भन्दाखेरि के बुझ्नु भन्दाखेरि हामीले डेबिट को टोटल अमाउन्ट कति छ 60,000 अनि क्रेडिट को टोटल अमाउन्ट कति छ 50,000 डेबिट र क्रेडिट इक्वल छ त छैन नि हैन हो अब हामी चाहिँ के गर्नुपर्ने के दिमाग लाउनु पर्ने हुन्छ भन्दाखेरि जुन साइडमा अमाउन्ट कम्ती छ जुन साइडमा अमाउन्ट के छ कम्ती छ त्यहाँ क्रेडिट लेख्ने जुन साइडमा छ अब यहाँ कुन साइडमा अमाउन्ट कम्ती छ त अभियसली क्रेडिट साइडमा पैसा पुगेको छैन कतिले 10,000 ले त्यही भएर हामी के गर्छौं भन्दाखेरि एक्सेस एक्सपेन्डिचर भनेर लेखिराख्नु पर्दैन अब यहाँ भनेको एक्सेस खर्च हो नि त त्यही भएर चाहिँ लेखेको मैले हजुरहरुलाई बुझाउन लागि क्रेडिट लेख्ने डीडीसी टीआरसी लेख्ने र एक्सेस खर्च 60,000 छ 50,000 छ यहाँ दुईतिरलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ हामीले अमाउन्ट इक्वल पे त गर्नु पर्यो त पछि 10,000 त्यही भएर हामी 10,000 चाहिँ के लेख्छौं अझै तिर्नुपर्ने हुन्छ त्यही भएर क्रेडिट डीडीसी लेखेर अमाउन्ट 10,000 हाल्दिन्छौं यो केस कुन केस भन्दाखेरि जब बिल अमाउन्ट चाहिँ मोर देन द एडभान्स अमाउन्ट बिल अमाउन्ट चाहिँ एडभान्स अमाउन्ट भन्दा धेरै हुन्छ हामी डीडीसी टीआरसी ले क्रेडिटमा हालेर ब्यालेन्स गर्दिन्छौं यहाँ भनेको क्रेडिटमा डीडीसी टीआरसी किन आयो भन्दाखेरि हामीले यो पैसा तिर्नु पर्ने हुन्छ हो त्यसरी पनि बुझ्न सक्नुहुन्छ तपाई अथवा तपाईहरुलाई त्यसरी बुझ्न गाह्रो लाग्छ भने के बुझ्नु भन्दाखेरि डेबिट र क्रेडिटको अमाउन्ट इक्वल हुनुपर्ने हुन्छ र जुन साइडमा अमाउन्ट चाहिँ ल्याक छ जुन साइडमा अमाउन्ट पुगेको छैन त्यो साइडमा चाहिँ हामीले अमाउन्ट थप्नु पर्ने हुन्छ थप्नेको लागि के लेख्ने भन्दा क्रेडिट डीडीसी टीआरसी लेख्ने अथवा डेबिट डीडीसी टीआरसी लेख्ने र नपुगेको अपुग अमाउन्टलाई चाहिँ हामीले त्यहाँ हाल्दिनु पर्ने हुन्छ त्यसैगरी अर्को छ when the bill amount is less than the advance amount जब बिल अमाउन्ट चाहिँ एडभान्स अमाउन्ट भन्दा कम्ती छ यो हाम्रो केसमा सुरुको यो केसमा माथिको केसमा के थियो बिल अमाउन्ट चाहिँ एडभान्स अमाउन्ट भन्दा कम्ती थियो धेरै थियो यहाँ हाम्रो बिल कम्प्युटरलाई कति पर्छ 60,000 तर हामीलाई एडभान्स कति मात्र पाएको थियौं 50,000 अब 10,000 रुपैयाँ हामीले डीडीसी टीआरसी गरेर मिलाएको थियौं र यो ट्रान्ज्याक्सनमा चाहिँ जस्ट उल्टो
उल्टो मतलब हामीलाई चाहिँ बिल अमाउन्ट चाहिँ कम्ती छ र क्रेडिट अमाउन्ट अथवा एडभान्स अमाउन्ट चाहिँ धेरै छ। बिल अमाउन्ट हाम्रो इक्जाम्पलको लागि कति छ 40,000 कति छ 40,000 र हामीले एडभान्स अमाउन्ट कति छ हाम्रो 50,000। यसको लागि पनि केस एउटै हो, हामीले डेबिट लेख्ने बी लेख्ने बजेट नेममा के लेख्नु पर्ने हुन्छ जे को लागि कम्प्युटर किनेको कम्प्युटर ठाउँमा के लेख्ने मसिनरी एन्ड टुल्स लेख्ने। यहाँ के लेख्नु छ तपाईहरुले मसिनरी एन्ड टुल्स लेख्नु होला। डिडिसिओ टिएस एक्सचेन्जको लागि यो बिर्सिदिनु। तपाईहरुले गर्दा के गर्नुस् भन्दाखेरि जहिले पनि डेबिट लेख्नुस् अनि एउटा लाइन छोड्दिनुस्। त्यसपछि तल क्रेडिट लेख्ने पोस्टमा लेख्ने खरिदार मिस्टर रमेश अनि बजेट हेर्नेमा के लेखिदिनु होला मसिनरी एन्ड टुल्स। यसरी लेखिदिनु 50,000 50,000 लेखिदिनु यसरी। र अब हाम्रो यहाँ फेरि हेरौँ ल, हाम्रो डेबिटमा अमाउन्ट कति छ 40,000 र क्रेडिटमा अमाउन्ट कति छ 50,000। डेबिट र क्रेडिट साइड इक्वल छ त छैन नि। अब हामीले कुन साइडमा अमाउन्ट ल्यागिङ छ त भन्नुस् त तपाईहरु आफै। अभियसली डेबिट साइडमा पुगेको छैन पैसा, कतिले पुगेको छैन हाम्रो डेबिटमा 10,000 ले। 10,000 ले यसरी बुझेर गर्दा पनि हुन्छ। तपाईहरुले यहाँ के लेख्नु होला डेबिट डट। अब हामीले ब्यालेन्स गर्नलाई के गर्नु पर्यो डिडिसिओ टिएसए लेख्दिनु होला र अमाउन्ट हाल्दिनु होला 10,000। यो चाहिँ के गरेको भन्दाखेरि हामीले एक्सेस अमाउन्ट हुन्छ त्यो चाहिँ हामीसँग राख्न पाइदैन। त्यो चाहिँ हामीले के गर्नुपर्ने हुन्छ डिपोजिट गरिदिनु पर्ने हुन्छ, हामीले फर्काइदिनु पर्ने हुन्छ। र त्यही भएर हामीले फर्काउँदाखेरि चाहिँ के गरिन्छ भन्दाखेरि डिडिसिओ टिएसए लाई डेबिट गरिन्छ। यो सँग चाहिँ हामीले क्वेशन यो फोर्थ केस पनि गर्यौं र फिफ्थ केस भनेको चाहिँ के छ भन्दाखेरि यो चाहिँ जस्ट पार्शियली पे गरेको। हामीलाई एडभान्स अमाउन्ट भन्दा धेर छ कम छ त्योसँग केही लेना देना भएन। यतिखेर यहाँ चाहिँ जस्ट के बुझ्नु पर्यो भन्दाखेरि हामीले पार्शियली पे गरेको। हामीले पार्शियली पे उले क्वेशनले आफै भन्छ पेड पार्शियली, अनि त्यो हुँदाखेरि हामीले अमाउन्ट दिएको हुन्छ। जति अमाउन्ट दिएको हुन्छ अब 10,000 5,000 जति दिएको हुन्छ, फर एक्जाम्पल हामीलाई यहाँ 5,000 दिएको छ। त्यसरी डेबिट लेख्ने बी लेख्ने बजेट हेर्नेमा चाहिँ मेसिनरी एन्ड टुल्स लेखिदिनु होला र अमाउन्ट 5,000 हाल्दिनु होला। र क्रेडिटमा पनि पोस्टमा खरिदार, नेम अफ स्टाफमा स्टाफको नेम के छ रमेश र बजेटमा के लेखिदिनु होला मेसिनरी एन्ड टुल्स अनि एडभान्स क्लियर पार्शियली लेख्नु होला यहाँ र अमाउन्टमा कति हाल्नु होला 5,000। यति हालेपछि तपाईहरुको एडभान्सको केसहरु सकिन्छ। हाम्रो एडभान्सको केसहरु भने यतिमै यही 5 वटा केसमा घुम्ने हो यताउता। हामीले चाहिँ केस आफै बुझ्नु पर्ने हुन्छ। एडभान्स गिभन भन्दाखेरि एडभान्स गिभन हुन्छ, क्लियरमा क्लियर हुन्छ। र हामीले छुट्याउनु पर्ने कुरा चाहिँ के हो भन्दाखेरि एडभान्स अमाउन्ट कति हो र त्यसको बिल अमाउन्ट कति हो। हामीले एडभान्स अमाउन्ट र बिल अमाउन्ट छुट्याउन सक्यौं भने हाम्रो लागि चाहिँ यो धेरै 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 सजिलो हुने हुन्छ। आशा गर्छु तपाईहरुले यो बुझ्नु भयो होला। कस्तो लाग्यो रियाक्सन चाहिँ प्लिज कमेन्ट गरिदिनु होला। थ्यांक यू भेरी मच।